र नगर्दिने यो बेगर। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? भागु कि क्या हो? आज मैले फार्म गराइदिएको होइन, यस्तो इनार गइरहेको छ नि होइन। अब म त हिरो भन्दैछ यस्तो हान्छु। त्यो त हाम्रो बाटोको हालत चाहिँ थाहा छैन। अब म यहाँबाट गाडी ओहो हेर अहिले एकैपल्ट दिएर मुखसुख फुटाइदिन्छु म। माया गरेर भने थाहा पाएपछि यिनीहरू पुच्छर होला चाहिँ, नत्र त फेरि घोकेर मार्छ नि त होइन। मैले चाहिँ अब कलकत्ताबाट झ्याउँदाइरह आज होइन, टाउको दुखिरह, त्यो चिसो पानी नभएर होला होइन। हेलो वाट्सअप गाइज, एभ्रिवन के सन्चै आराम हुन्छ। आज पनि मैले ब्याक क्यामेराबाट भिडियो गरिसकेको छु किनकि मेरो ब्याकग्राउन्ड क्लियर देखोस् भने आज मेरो मुड खराब भइरहेछ। आज चाहिँ कहाँ जान्ला भन्दा मेरो बाइकको लाइसेन्सको लागि फेरि फर्म भर्न म चाहिँ उता जाँदैछु होइन। कहाँ भन्छ ठुलो भर्याङ जाँदैछु होइन। अब यहाँबाट फेरि 5 पोखरी बस चढ्नुपर्छ भन्छ दाइले है। बिहान बिहान दाइले गाली गरेर यति बेला जाने हो, बिहान 8 बजी जानुपर्छ भनेर। मलाई के खाँदैन, मेरो कार त आजै आयो भनेर यताउति भनेर टकटक मिलायो होइन। अब के कस्तो लाग्छ हेर्दै गर्नु होला। आज अब बिहान बाउले पछि नजर मुड खराब भएको थियो। आज अब दाइले गरेर आज चाहिँ मुड खराबको खराब छ। अब हेरौँ के हुन्छ ट्याक ट्याक हेर्दै गर्नु। सिसी म जाँदैछु यस्तो बाटो, मेरो घरको बाटो चाहिँ यस्तो छ होइन। त्यो बाटोको हालत चाहिँ यस्तो छ या धुलो उडेर गाडी नदेन भएर यार, धुलो उडेर उतो उतो यस्तो छ हाम्रो बाटोको हालत चाहिँ। अब थाहा छैन। अब म यहाँबाट गाडी ओहो हेर तर मौसमहरू चाहिँ आजको त्यो घाम लागेर बबाल छ होइन। तर यस्तो हालत हाम्रो यता म यहाँ गाडी कुर्दैछु होइन, गाडी चाहिँ आएन त्यही भएर भिडियो बनाइरहेको। अहिले चाहिँ 5 पोखरी गाडी पाएँ। अब यहाँबाट म जाँदैछु। अहिले चाहिँ म बुधधारा नि टक्राउँदै आएछु। सबैले गाली गरेर जान्थ्यो बिहान जाने रामेलो कल गरेको। त्यहाँबाट चिने दिदी अरे त्यो दिदीले अलिक चाँडो गराइदिन्छ भनेर फोन गरेको। लास्टमा गएर छैन अरे, काम छोडिसक्यो अरे। अहिले म बुधधारा नि टक्राएको छु यहाँनिर हाम्रो स्कुटी खेल्ने ठाउँ अगाडि होइन। अहिले देखिन्छ चोकमै हो। अब यहाँबाट जाउँ अब के हुन्छ त आज फर्किनु पर्ला जस्तो मैले त टवा भइसक्यो यार। मान्छेहरू त म ढिला भइसकेको छु। फर्म गयो कति मान्छे त म त 1 नम्बर जान पर्छ। मान्छे त कति हेर अगाडि त्यस्तै छ, यता साइडपट्टि पनि त्यस्तै छ। म चाहिँ अहिले ठुलो भर्याङ छु। म चाहिँ ठुलो भर्याङ भनेर अघि कहाँ पुगेछु भने होइन, उता के अरे बालाजी पुगेछु क्या, सुतेर क्या निदाएर बसमै बालाजी पुगेछु। अनि ठुलो भर्याङमा मेरो 2 घन्टा जति काम भयो। अब भोलि लेखितको लागि बेलुका ऊ आउँछ भने थाहा छैन। लेखितको लागि मेरो केही ट्राई छैन होइन। भोलि हेरौँला देश जाएगा जे पर्छ पर्छ। अब यहाँबाट म फेरि 5 पोखरीको बस चढ्छु फाङकोटको लागि। अब हेरौँ यहाँबाट यति एरिया छ मेरो चाहिँ बसहरू आइरहेको छ, आउन चाहिँ गाडीहरू। अब 5 पोखरीमा चढ्यो भने चाहिँ सिधै वहीँ थाङकोटै पुऱ्याइदिन्छ नि त होइन। अनि बवाल हुन्छ यस्तो हालत छ अहिले। म चाहिँ घर आइपुगेँ। हाम्रो घर जाने बाटो चाहिँ हो। टक्क लाएर फेन्टा खाँदै गरिरहेको थियो अनि म त त्यहाँ झ्याउ भएर अब चाहिँ मैजा गरेर टक्क म कल्चरतिर जान्छु। हेरौँ के हुन्छ आज हेर्दै गर्नु होला। हाम्रो यो चाहिँ घरबाट देखिने मौसम हो है। तर यहाँ हामी क्या जाने देखिरहेको छ। तर फाइनल्ली म चाहिँ सुतेर उठेर अहिले चाहिँ मेरो स्याम्पल नुहाइदिएको कपाल यस्तो भएर। अनि म चाहिँ कहाँ छु भन्दाखेरि अब चाहिँ म कल्चर जानु लाग्यो होइन। अब हिजो बहिनीहरूलाई अलिअलि सिकाएको थियो अनि त्यसकै कम्पिट गरिदिउँ भनेर होइन। दिमागमा डान्सै घुस्दैन यार मेन कुरो त होइन। जति गरे नि ठिक छ। मौसममा चाहिँ क्या क्लियर छ। म चाहिँ यसो ढल्दैको फेरि निदाइछु भने अनि फेरि आल्टम बजीको उठिहाल्यो। 10 मिनट सुत्दा पाएन।
यो निन्द्रा चाहिँ मलाई मात्र नपुग्ने कि अरूलाई नपुग्ने होइन म चाहिँ लास्टै सुतान जान्छु हाम्रो कालेजी हेलो के छ साल पुच्छर होला चाहिँ कुकुराले माया गरेर थाहा पाएपछि यिनीहरू पुच्छर होला चाहिँ नत्र त फेरि घोकेर मार्छ नि त होइन तर मौसम बवाल चाहिँ हाइट यता पुरै देख्छ हुन्छ यो एरिया त हाम्रो पुरै उता हो नि यो त अनि यो एरिया चाहिँ मैले देखाएको थिएन खासै तर अब केही छैन अब कल्चर गएर थोरै कल्चरको भिडियो बहिनीहरूको थोरै भिडियो खिच्छु अनि त्यसपछि हजुरहरूलाई के हुन्छ आजको भिडियो पनि देखाउने छु होइन अब भोक पनि लायो जस्तो भइरहेको के खाने थाहा छैन हेरौँ अब के हुन्छ आज हाम्रो त यतिर कुरा सुरान छ है दामी पुरै गाउँै छ क्या यो त गाउँै हो क्या हे बच्चा यहाँ एकदम चन्द्रगिरी लाइट बेकरीमा छिरिसकेँ मैले चाहिँ झ्याउ लगाइरहेको छ होइन कल्चर जान नि अब भोलिको लागि के गर्ने कसो गर्ने केही थाहा छैन होइन भोलि फेल हुन्छ जस्तो लागिरहेको मलाई चाहिँ होइन हेरौँ गर्दैछु के हुन्छ अब टक्क लगाएर एकछिन हेरौँ यहाँबाट चाहिँ ओहो क्या दामी देखेँ यार तर यहाँबाट मौसमहरू चाहिँ क्या दामी देखिरहेको चिन्छु हाम्रो चाहिँ यो छ अब बेकरीमा चाहिँ आइटमहरू दामी छ हाम्रो सरहरू यता बस्दै हुनु त मैले चाहिँ अब कल्चर जाँदा झ्याउ लगाइरहेको आज होइन टाउको दुखिरहेको त्यो चिसो पानी नभएर होला होइन अनि खै के होला त्यही थाहा छैन घामबाट आएर अनि त्यो तातेर आबेल नुहाइदिएको त्यो भएर त्यस्तो भएको यिनीहरू चाहिँ होइन आज चाहिँ म अनि यता यिनीहरूलाई आज मैले फार्म गराइदिएको होइन यस्तो यिनीहरू गइरहेको छ नि होइन अब म त यिनीहरू चाहिँ कति बजी 6 बजे क्लासको बहिनीहरू हुन् यिनीहरू चाहिँ अनि तिमी चाहिँ 7 बजेको ल ओके ओके यिनीहरू कौन सक्छ कि मेरो त कपालको त यस्तो धजिरा उडाइदिन्छ नि होइन अब के भन्ने मेरो कपाल त सबै होइन यिनीहरूले सौदिन्छ भने कसम भने म त टुवा भइदिन्छ नि कोही नराम्रो कम से कम भिडियो बनाए बेला चुलाएर बस्छ यार धनी ऊपर यिनीहरूले चाहिँ मलाई भ्लग गर्न दिँदैन होइन अनि यिनीहरूले चाहिँ मलाई यस्तो औडा गर्छ ल तिमीहरू राम्रोसँग बोल त ल सब्स्क्राइब गरिदिनु तर नगरिदिनु यो बेगरलाई गरिदिनु तर नगरिदिनु यो बेगरलाई यो टाइम नगरिदिनु गाइस यो दाइको लाइक गाली खाए यिनीहरू धेरै कराएरै गर्छ नि त्यही भएर म चाहिँ रुममा आइपुगेँ रुममा आएर यसो एकछिन बसिदिएको खानासाना नि खाइसकेँ बेकरीमा बसेँ होइन टक्क अब चाहिँ भिडियो एडिट गर्न लाग्नु पऱ्यो होइन के कस्तो हुन्छ आज चाहिँ कमेडी समेडी हालेर टक्क बनाउनु पऱ्यो होइन अब हेरौँ के हुन्छ त हेर्दै गर्नु होला अब सब्सक्राइब लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला आजको लागि चाहिँ यति नै होइन बहिनीहरूले चाहिँ बच्चाहरूको अगाडि अब मुगाल देखाउन त मन लाग्छ सुटिङहरू गाबेला मात्र हो कि मुगाल देखाउनु उनीहरूको अगाडि अरू बेला देखायो भने त झन् गर्दै चिचाउँदै यस्तो दिमाग ह्याङ गराउँछ नि होइन त्यो चाहिँ लास्ट क्लास भएर सकिसकेको थियो अनि सकेर हामी एकैछिन बस्दै थियौँ अरू बहिनीहरू गइसकेको थियो अनि 2-3 जना थियो त्यति गर्दा नि त्यत्रो होला सबैजना भए त कत्रो ठुलो हुन्छ आजलाई यति नै हस्त धन्यवाद लाइक कमेन्ट सेयर सब्सक्राइब बाई बाई।